हजुर म्याम कानी कि नकानी भन्नु कानी कानी ओ मात्रै भनेला हुन्छ म्याम कानी कि नकानी म्याम कानी कि नकानी किन नकानी म्याम हजुरले एप्पल र पम्किन कानी हो मैले त भन न त्यसो नगर्नु एप्पल पम्किन कानी बेलामा हात्ती ल्याउने होइन सानो छोरी त्यसो नगर्नु नाउनु हजुरले आफै चोपी गर्नु ल हजुरले आफै चोपी गर्ले ल त्यसो नगर न बेबी कस्तो मङ्की हाम्रो घरको मङ्की यस्तो छ यस्तो खालको के थाहा छ हाम्रो घरमा त गुड भेरी गुड बेबी भेरी गुड ल भेरी गुड गरम यहाँ म्याम छ यस्तो छ कुराकानी यस्तो छ उसले मुख छोपेर बसी गर्न ठिक्क परेछ रिसायो भने त्यसो गर्छ छि के गर्नुभयो हजुरले किन रिसाइ गर्नुभयो त्यसरी हजुर के मिठो छैन के मिठो छैन यो त मिठो म्याम दिन नि हजुरले मलाई दिनु न हजुरले मलाई मिठो म्याम दिनुहुन्छ त्यो मिठो छ र भकैले मिठो छैन भन्नुहुन्छ भकैले मिठो छ भन्नुहुन्छ हजुरको कुरा त के हो बेबी यो रिसाको केटा हो भोरे केटा यो भोरे सी बेबी त्यसो गर्ने होइन नो बेबी नो गर्न होइन हुन्न नि त्यस्तो गर्छन् के गर्नुभयो त्यस्तो कुरा सानो हात निकाली गर्ने कि नगर्ने सितो गुड वाओ मोबाइल चाहियो यो केटोलाई मोबाइल चाहियो न पहिला आमा गर्ने हो नि बल्ल मोबाइल चाहिन्छ वै यचो गोलेला मङ्की जस्तो भएला